35 वटा अखबारी खुर्सानी हालेको चटपटी खाएर चाहिँ मनोरञ्जन लिँदैछौँ हामी। ल अखबारीको नजिक खासै अखबारीले त ढाल्न सकेको छैन होइन, झ्याम्पे सुब्बा भएर अरू भाइ ढल्न सक्थ्यो हेर होइन। सानो अन्तर्वार्ता यता हेर्दा यता हेर्दा कस्तो महसुस भइहालेछ। अखबारी 25 वटा मात्र अखबारी हालेको चटपटी मिठो भइरहेछ, पिरो धेरै भइरहेछ। अब कोमा पुग्ने बेला हुँदैछ एकछिनपछि। भन्ज्याङ खासै पसिना आएन है? छैन। यता हेर्न फेरि भएको छैन उल्का। आजको हाम्रो अकबरे भ्लग, अकबरेको के अरे चटपटी भ्लग होइन। चटपटीमा हामी चाहिँ अकबरे हाल्छौँ। चटपटी बनाउने भाँडो खासै सानो होइन। ल झिँगाको गु भएको मिठो हुन्छ कि। ल सकिन्छ कि सकिँदैन खान? एकदम म त सक्दिनँ होला रामा। छानी खान छान्नै नमिल्ने गरी काट्छु म एकदम धुलो बनाएर। श्याम दाइले नि खाँदैन लाग्यो मलाई। ल ल ल खोइ भुजा कति? ओ आमन्जन ल समा खोइ समान ल काले ल हाम्रो काले कता गयो? यसरी देखान यसरी ठाडो होइन क्या कहिलो तेर्छ। ल काले ल हाम्रो काले क्यामेरामा कैद भइसकेको छ। हाम्रो कामे त्यो निकाल्नु अहिले त्यो अलि ओसिन्छ कि लालमोट 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 लास्टमा हाल्ने क्या यो सबै होइन। पहिले यो हाल्ने अनि चलाउने। अनि कालेजी हामी अनि के मसला हालेर बनाउँछौँ त अखबारेको? सुमनजी पक्कै पनि तपाईँ क्यामेरामा कैद भइसक्नु भएको छ। कालेजी अखबारी पनि आइसकेको छ यहाँ। यति अखबारले पुग्छ र? अझ काट्नुपर्छ। ल ठिक छ। त्यो नहाल्नु रातो नहाल्नु रातोको टेस्ट आउँदैन कि रातोको टेस्ट हुँदैन कि। जस आज हड्डी पसली एक हुने गरी खानु पर्छ हामीले होइन। त्यो रातोको टेस्ट आउँदैन कि। उहाँ धुर्मे त आउनु भयो, उहाँलाई धनियाँको जिम्मा दिएको छ हामीले। होइन होइन त्यो हुन्न कि हरियो पाइन्छ हरियो हुन्छ कि त्यो धनिया मास्टर धुर्बुदाई केही पनि हुँदैन केही हुँदैन। ओइ हुन्छ भने हुन्छ। यो हाम्रो काले अखबारे मास्टर भनेको उहाँ हो। रातो नि हाल्नु कलर ल यति हाल्नु ल पहिलो। ओइ आधी किलो लिएर है। पस्लीजी पस्लीजी गरम गुरुङ हाल्यो के। ल बुढाहरू तिमीहरू के लिन आउँदैछ पसलमा? ओइ माग्ने भाग्यो माग्ने। ल गाइस अखबारे चटपटे क्यान्सल भएको छ। 10 वटा मात्र हाल्ने रे यसले गर्दा के। टी सर्ट भन्दा बढी थियो श्याम त अघि। यतिले त मजा आउँदैन नि। एक बाटो हुन्छ भछि आधी बाटो त खुर्सानी चाहिँ हेर्नु। एक बाटो लैरह्यो भने हेर्नु भुजा कति हुन्छ। पेट कहाँ दुख्छ अखबार दुख्दैन कि। त्यो पनि मलाई के अरे हालेर नखालिदिनु हजुर ए मैले दिनु खाइदिने म त। अहिले यो चटपटी
हजुर कतिवटा खाली 5वटा भइसक्यो 5-6वटा भइसक्यो 18वटा भयो 18 हुँदैन अर्को 12 30वटा हाल्नु न यहाँ है अहिले होइन के पखाल ओसिन्छ भने खाते यहाँ 5-6वटा गइसक्यो है 7 8 9 10 11 12 13 14 15 16 17 18 अब 7वटा हालेपछि 25 ठिक्क हुन्छ 25वटा खानुपर्छ नुन चाहिँ नुन चाहिँ धेरै हाले पिरो धेरै हाल्नुपर्छ नुनको काम आधा धुलो ओइ धुलो खोर्सानी कति हाल्ने आज अगाडिको धुलो यति हाल्नुपर्छ है हाल्ने धुलो चार पर्छ होइन यसले पोल्दैन नि हो ल दर्शकवृन्दहरू तपाईँले सुन्नुभयो कि नै धुलोले चाक पोल्छ अरे यसले चाहिँ मुख मात्र पोल्छ अकबरीको खासियत भने यही हो जति पिरो हुन्छ मुखमा हुन्छ बिहान चाकमा चाहिँ हुँदैन अकबरी भनेको अकबरी हो पिरो भएपछि सक्यो सिद्धियो लिएर कस्तो रातो पनि हाल्छ छानेर 20 वटा लिएर त अहिले खाने बेला फ्याल्यो भने तिमीहरूले फेरि चाका कसले? नाइ भयो 8-9वटा होइन काका भर्खर 18वटा भयो अब अर्को 18वटा जति टक्क 18 5 23 अर्को दुईटा लिएर नि त्यही त 25 भयो दुईटा लिएर नि त ठुल्ठुल लिएर कहिले खाने कि नखाने भन्दै खाने हो आजको अकबरे चटपटीको प्रमुख अतिथि चाहिँ हाम्रो सुमन हाम्रो सुनिलको छोरी भान्जी भान्जी अब अचार के अरे चटपटी खाने होइन किन 25वटा खुर्सानी हाल्नु त जम्मा यति जाब चटपटीमा हाल्दा यति जाब होला यति त होइन मलाई 25वटा जाब खुर्सानी हाल्दा डढाउँछन् केटाहरू कहिले बाहिरबाट आइसि त्यहाँ रौनक हर पहिला ओ कहिले समान म धुल्याउँछु क्या ल काले उहाँ हो प्रमुख सन्देशहरूको छाप्रोमा एकचोटि हाल्नु पर्छ मान्छेको छिर्लाले त्यसको गन्धले नछिरे के ढकबाट मैले पुकार हाल्छ रातमा यसले पुकार हाल्ने हाल्छु मैले सक्दिनँ चटपटी खानेको लाइन भनेर तेर्बुले त्यहाँ भेटेँ मैले अझै धुलो बनाउनु कि यो भन्दा अझै बजारका होइन तेरो बुढी यो त्यो पनि चाको हाल्दैछ त्यसले छोडेर भिडी छ कि बिहान बुढी छोड्या हो बाबाले छोड्या दाइले छोड्या हो मैले हो मेरो बुढी कहिले छोड्दैन म लिनु गर्ने पालुङ आएर पसल खाएर उसो पसल आयो नि भट्टी राखेर झन् तर सजिलो भट्टी होइन म हार्नु नआउनु भयो नत्र त यसो खुट्टो भयो एक दिन दुई दिन आइदिएर आउँदा कहिले आयो सन्देशको छाप्रोमा बनाए बोल्नु गयो त्यहाँ डेन्जर बन्थ्यो को छिर्ना थियो क्या ढोका खोले होइन बाहिर छिर्ने छ अनि खानी तमा सन्देशमा सुनिल नखाने खानी धेरै खान्न है सकिँला कहिले पनि तिमीले उसले भनेको थिएँ म पालुङमा फसल धान बस्छु तपाईँ फेरि गल्ती मेरो पनि धेरै
उसलाई मैले कहिले गरिदिँदैन नि अड्काउ कि के अरू मात्रै मलाई म लिन जान्छु घरमै आउँछु चटपटे खानेको लाइन भन्नु अहिले जाउँ भने मेरो छोरी लाइन सबभन्दा पुग्यो होला अब त ओइ सल्लाहले 10 वटा समोरिन झ्याउला जा तै जा समारामै भिडियो बनाइराख है उति आइदैन यो बसिन्छ है 14 फुटा राख्नु पहिला यहाँ आराम गरेर ओइ ओइ बस बाटो रे लो घिउनै हालिदिए धनियाँ काटु न ल्याउनु न 25 किलो ओइ यसलाई छोडिदिनु मरिहाल्छ नि खाएर पहिले पासेर पुरा त्यो हाल्नु न खुर्सानीमा धनियाँ काट्छु निकाल्दा खुर्सानी हाल्नु न मलाई छैन भने खोर्सानी के दिन पिरो हुन्छ अहिले त्यो खानेर खायो ओइ देखाइदिएर प्याज खै त त्यहाँ अस्ति हाल्दा देखाउने मात्रै कुन त्यही एउटा प्याज काटे ओइ सबैले फ्रुटी रेड फ्रुटी किनिहाल्यो अहिले खानले पानी खाएर हुँदैन डाल 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 रे मसला चाहिँ किन हाल्नु डन निसाले मलाई 25 दियो होला झन्नै धेरै हाल्नुपर्छ नि हरियो खुर्सानी खान्नै राज्य धन्ने थिएन अनि अनि 25 किलो सबलाई सुनिदिनु लिएर मैले भने अलिक अलिकति काँचो तेल लिएर यो अलिक यस्तो हामी अब नुन र तेल मेरो दोस्त खोर्सानी कति 140 को बुझ्ने इच्छा गर्दा 140 किलो 25 किलो 25 किलो मात्रै हुन्छ 25 गरिको तेल बेच्नु हुँदैन मैले 150 हिसाब गरेर 75 25 किलो अझै मिल्दैन अझै मिल्दैन 140 किलो पनि अझै मिल्दैन 140 खानालाई छटपट अमिलो 25 किलो हो 25 नम्बर 1 त्यो चाहिँ कुरकुरे चाहिँ कुरमुरे दुईटा हाल्न धुलो बनाइदिनु
अलि पुग्दैन कि कति हुन्छ रामे ठुले यो भएन राख्नु हाम्रो दाइ भित्र हाल्यौँ गिलास एउटा गिलास चाहियो लो अहिले खानालाई चक्लेट नै ल्याएको चटपटे अहिले थाहा नगरपालिका समूहको नेपाल उच्चेलो देन हिमालय देखाएको कस्तो महसुस भइरहेको छ त पिरहेको छैन कस्तो छ भन्ने अलिअलि भतिज पखमा खाएर अनि खान ल तेरो रिएक्सन हेरौँ सुमन्त एकछिन रोइहाल्छ मलाई थाहा अहिले हाल्नु पर्ने होइन हामीले अर्को हाल्नु दामी के हाल्नुहुन्छ चाउजर भुजे खाँदैन पिरो छ नि भनेर अहिले खाने गर्नु के हाल्ने के के रे इच्छा मलाई त जति सुमनले भन्यो भने हाल्ने मलाई त बाल छैन म जति गयो त्यति हालेर खाइदिन्छु पिरो हुँदैन मजासँग चाउजो र दाल खाउने पनि मान्नु बदाम सहित होइन निकाल्छ अरू भने त्यही हो के अरे पसिना चाहिँ निकाल्छु म छाप्रामा जाउँ ए छाप्रामा झन् गुम्सिने होला पिर भएन 25वटा अकबरी खुर्सानी हालेको चटपटी खाँदैछौँ हामी अलिकति बिर भएन यार के भयो अझ 50 रुपियाँ हाल्नु भयो क्या के भएन भने भाग्न लाग्यो त्यो चटपटी खाना आउनु लिनु यहाँ मासला पिरो क्या सालाहरु आउ लड्दी उता भन्छ त्यो भिडियो उता नि आइहाल्छ पिरै छैन है भन्ने पुरा आँसु निकाल्ने ल गाइज
अर्को एक्सनको रिएक्सन भन्छ नि मेरो अब यस्तो यस्तो पसिना चाहिँ खतरा आम Yes, baby. आबरे थोडा लबर सुमन टोल्न थाल्छु जिब्रो निकाल्नु घाममा सेकाइरा दिएर सर्क्यो भने त गाह्रो हुन्छ कहिले मैले आबरे सर्क्यो भने सकिन्छ केटाहरूले भुजिया धेरै हाल्यो कि है हो यसले धेरै हाल्यो भने बुझ्यो यो दालमा पनि कम हालेर देखाउनु भयो टक्क यसलाई मसला एक दुई पाउ जति आधी किलो जति अकबरी मिक्सर हालेर धुलो बनाएर चोप्दै खानु कति मजा आउँथ्यो पछि अकबरीमा भिजाइदिनु कि यसलाई मिक्सरमा हालेर चटपटेला हाल्ने मुसेर के चटपटे त्यसलाई दाइला पल्को लायो भने फेरि आखानु गिलो चटपटी बनाउँदैन त्यो गिलो चाहिँ अकबरीको पेस्ट क्या झ्याउला त्यो खानालाई गिलो चटपटे हातबाट चुइने गरी हान्छ नि माथि माथिको खाँदा त अखबारै पनि नहुँदैछ मुनको मात्रै देख कति पाउँछ ए रसिला रसिला आँखा ए पसिना पसिना निधार हाम्रो ब्याकग्राउन्ड तपाईँहरू देख्न सक्नुहुन्छ यो बजाबारै स्कुल हाम्रो देउराली डाँडा भनेको त्यही हो अलि स्पिडमा झरे भयो हाम्रो मनोकामना डाँडा छैन है कस्तो महसुस भयो त एकदम पिरो बदम भन्नु के खेला हो पोदङ बदम ल जनसङ्ख्या बढ्यो राम्रो छ त पिरो खाएको छैन ल रामे भने कस्तो कस्तो रियाक्सन आउँछ देखाइदियो जनतालाई खै मलाई पिरै देखेँ होइन कहिले के भन्छ पिरो भइरह हल्का हल्का ओ दुइटा थपेको नै 25 वटा हो नि कहिले ल्यायो पछि दुइटा 25 वटा अखबारी हालेको चटपटे पिर भएको छैन खाँदै फेरि खानु पानी खाएपछि पिरी बगाएर लगायो क्या मूत्र नलीबाट निस्किन्छ सबै खुर्सानी यो मैले यसलाई हान्छौँ देखेँ हेर्न कहिले थप्ने हरि 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 चटपटी चटपटी खाने हो कि किन नखाने एकछिन भ्लगिङ मद्वारा हुन्छ लिएर हुँदैन 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 खुर्सानी पनि थप्नु भ्याउँछ एक पाउ हाले दालमठ कहिलो खोर्सानी हाल्नु अब त 10 रुपियाँ बढी कहिलो खोर्सानी हाल्नु 10 रुपियाँ ओए के हो नि हाल्ने हो खुर्सानी हाल्नु 10 वटा अँ सुमन खुर्सानी त भने क्या तल मैले झिक भने छुट्टै खान सक्छ भनेर झिक भने यसले दियो त यो तिमीहरूले दार खाए बेला त्यो दार नखाने शीतल मात्र खानेहरू हुन्छ नि त्यस्तो बेला यस्तै बनायो क्या चाहेर नि खान नसकोस् क्या खै मैले यसलाई पिरै भए देखिएन मैले 10 वटा जति लिएर हाल्नु पर्यो सानो अन्तर्वार्ता यता हेर्दा यता हेर्दा कस्तो महसुस भइहालेछ अकबरी 25 वटा मात्र अकबरी हालेको चटपटे मिठो भइरहेछ पिरो धेरै भइरहेछ
अब कोमा पुग्ने बेला हुँदैछ एकछिनपछि भन्देङ खासै पसिना आएन है छैन गर्मी मात्रै भयो घाम चर्के भएर हो कि घाम मुजी खासै अकबरेल त ढाल्न सकेको छैन होइन घाम बेसी भए भएर अरू भाग ढल्न सक्थ्यो हेर होइन घाम बेसी भएर ठाडा के भन्छ यो पारा ओइ यो देन फेरि भएको छैन उल्का भदिस के पिरो महसुस भएको यो पिरो त छँदै छैन काटिदिउँला टेन्सन नलि तर तैँले गर्दा मैले दुःख पनि भयो नि काट्ने काम त दियाउलाई थिएन पिरो खाउँ देश बचाउँ है यत्रो खानु तर अर्को एक दुईवटा त हाल्नै पर्छ त्यो हरिया खायो अझ मैले यस्तो मजाले खान्थेँ मैले खाँदा खाएको आइस के त एक थाल चना र चौधो खाएर बसिरहेको नाटक गरे कसले जनाको चना लिएर यहाँ हात धोरा है सिँगानो खाली भयो नि देब्रेले फाल्दी दसले खा ल गाइज ह्याप्पी अकबरे भ्याउने त खाँदैन सब सम्पन्न भयो जस्तो आउँछ ढ्याउ ढ्याउ आउनु थाल्यो अझै खुर्सानी आउँदैछ अरे ए ल ल ल ल दाल 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 गोल 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 कतिवटा हाल्यो हरिले तिन चारवटा त्यति हुन्छ हो 35वटा त्यसो भए अब नहाल्ने क्या अब ठिक छ कडक कडक खाने त्यति खानु कडक 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 ओइ खान कहाँ खानलाई थाहा मनिस डराउँदैन कि छान्दै खाइरह्यो यसले घरमा पनि पाहुनालाई चाहिँ यस्तै खुवाउनुपर्ने क्या जहिले तातो जाने अरे होइन फर्केर नआयो है कहिलेको पहिनो हेर्दा पहिना त मैले घाम लगाइरहेको नि आउँदैन ल रमेश खा त त्यो उहरूलाई देखा न देखाउँदै खाँदै गर्नु पऱ्यो नि त्यस्तो डटी झरेर अब त्यो बिना खानु फ्याल्नलाई कसरी थप अन्दार खा खाएन तिन खाने हो त्यो लिएर यति लिएर भनेको थियो जम्मा यति ल्याएर त सबैले आनौ न झ्याम जुम आनौ न खाउँ कहिले मुखी के डराइरह चौध भुजा होइन उठ्नै हाल्नु न चौध दुईवटा हरि अनि ठिक हुन्छ चिक्नी झङ तुरु ल्याएछ मर्यो हेर गाइज 35वटा आँसु यता घामबाट देखा न आँसु ल अकबरेको नजिक अनि एउटा दुईटा चौचौ हाल्नु के होसिँदै
अगाडि त पोल्दैन हैन के पोल्छ केयरलाई एलिफेन्ट ओइ खोर्सानी फाले रे के काटेर लिएर हाने तपाईँ यो त कसले खान्छ त हैन धुलो बना भनेको अनि ठुलो भयो के ठुलो भयो यसले ल्याएको लडको चाहिँ पिरो भयो क्या पिरो हैन भने ठुलो कालो बहुत बहुत पिरो भइहालेछ हामीलाई दर्शक वृन्दहरू यो लड्को चाहिँ खायो नि चाउरो हाल्यो भने हुन्छ ओ के हेर तैँले खान मेरो भतिज पिरो भाग्यो हो र मैले छानेर हान्छ हान्न हाल्न यो खा त ल घाइते जेन्जी घाइते अखबारी खाउँ देश बचाउँ ओ हेर त यता यता आँध्या हेर भतिज हिम्मत हार्नु भएन त्यो चाउचाउ यो चटपट लिएर जान्छ कमी नै मेरो पिरोले मर लाग्छ हरि ल्याएर हाल्ने बित्तिकै मैले एक सँग हालेर मैले वाँ त राग आइरहेको त्यो रातो हालेर छेउमा बनाएको हरिल किन्न आएको सकिसक्यो पिरो त बसिरहन्छ नि त जति खायो जति पिरो भएको के भन्दाखेरि जम्मा 25 + 10 35वटा अखबारी खुर्सानी हालेको चटपटी खाएर चाहिँ मनोरञ्जन लिँदैछौँ हामी के भन्छस् भतिज एकदम बवाल मिठो भयो आगामी दिनमा पनि यस्तै मिठो खाना पाऊँ भिडियोको अन्त्यमा के भन्न चाहन्छस् 35वटा खुर्सानीको अखबारीको हामी फेरि दोहोऱ्याइ फेरि खान सक्छौँ त्यति मात्रै भन्न चाहन्छु चुइराखेको नदेखान चुइरहनु त भने के भन्नुहोस् त हाम्रो 35वटा अखबारी हालेर बनाएको चटपटेको म बिहोस हुन्छ एकछिन पछि
युट्युबमा हेर्नु होला मेरो त पुरै लाल लाल आँखा त्यसै माथि दुस्री आँखा भइसक्यो मेरो अब यो एकदम करोनाउ आउनु भयो ल है जो पनि खुर्सानी लभर हुनुहुन्छ लाइक कमेन्ट सेयर गरौँ यस्तै च्यालेन्ज लिएर हामी आउनेछौँ यो भिडियोमा कति 5000 भ्युज आयो भने चाहिँ हामी अर्कोचोटि 50वटा अखबारी हालेर खानेछौँ भन्ने मलाई लागिरहेको छ नेक्स्ट टाइम ओइ भतिज तिम्रो दुइटाले सोधेँ मैले अर्कोचोटि खाँदाखेरि 50वटा हाल्ने हुन्छ कि नै डन गनेरै तर यो यार पाकेले त खस्से आयो 50 50 खाने मान्दैन फेरि उनीहरू अनि राम्रो देखाएको छ मलाई हेर त्यो चाहिँ पिरोले गर्दा सिँगा निक्लियो हो हैन यसलाई जथा होइन सोच्नु होला रक्सी खाँदैन हामी ल सबैले अखबारी जिन्दाबाद भनिदिउँ न त्यति ल भतिज छैन अखबारी जिन्दाबाद ल